लेट्स सी अब के किनिन्छ। पनि जाडो पनि छ आजभोलि, किनभने अब डिसेम्बर यसरी हामी बोक्दैछौँ एक हप्ताको रासन पानी। हो सिमसिम पानी नि परिरहेछ। आज रात दौड्नु पऱ्यो किनभने त्यहाँ अहिले भर्खर ट्राफिक 요거 세 개는 그냥 먹을 수 있어. 먹어 공짜. 감사합니다। तर मैले धनियाँ भेटेकै छैन गाइज। मलाई नेपाली 600 रुपियाँ पर्दो रहेछ। नेपाली 5000 रुपियाँ भयो भने चाहिँ हामीलाई एक हप्ता लाउदी। आज हामी कहाँ जाँदैछौँ? हामी सपिङ गर्न जाँदैछौँ होइन। लेट्स सी अब के किनिन्छ। ओके सबै सामान सकियो छ है। जाडो लागेछ जस्तो छ। कस्तो बाहिर आज निस्केकै छैन हो। यो समातो चाहिँ मैले क्यामेरा घुमाउनु मिलेन यार। एकछिन मौसम राम्रो छ। हेर्न सक्नुहुन्छ गाइज, आज मौसमी बवाल भएको छ। अनि आज धेरै दिनपछि, धेरै दिन त नभनौँ, अस्ति तपाईँहरूलाई याद छ होला, अस्ति हामीले रासन पानी किनेर एक हप्तापछि एक हप्तासम्म चल्छ भनेर भनेको थियौँ र त्यो हप्ता भ्याइएर अब हामी फेरि रासन पानी किन्न जाँदैछौँ एक हप्ताको लागि। त्यही मौकामा भिडियो पनि बनाइदिउँ भनेर सो भिडियो पनि बनाइदिएको थिएँ रमाइलोको लागि, ताकि मलाई पनि भिडियो बनाउन रमाइलो लाग्छ र तपाईँहरूलाई हेर्न नि पाउनुहुन्छ मजाले। हेर्नुहोस् कोरियाको वातावरण यस्तो छ, नेपालभन्दा धेरै डिफ्रेन्ट छ होइन। फोहोरहरू व्यवस्थित छ, हावापानी स्वच्छ छ, अनि जाडो पनि छ आजभोलि, किनभने अब डिसेम्बर जनवरी फेब्रुअरीतिर जाडो नै हुन्छ, यता हिउँ पनि पर्छ। हेर्नुहोस् यस्तो छ भ्युज। अबको जनवरी महिनामा चाहिँ यहाँ पुरै रुखहरू भरेको हुन्छ। अहिले चाहिँ जाडो भएर सबै अब दौड्नु पऱ्यो किनभने त्यहाँ अहिले भर्खर ट्राफिक लाइट खुलिसकेको छ। किनभने यहाँ जहाँ पायो त्यहीबाट बाटो काट्नु मिल्दैन कि, जहाँ पायो त्यहीबाट बाटो काट्यो भने त फाइन आइहाल्छ नि त। अब हामी नेपाल जस्तो अब हामी जहाँ पायो त्यहीबाट रोड पनि काट्नु मिल्दैन। ओ माई गड, कार त बिर्छ त यार। कति छ तिमीसँग? कति छ? मैले पैसै बोकेन नि। 1 रुपियाँ नि? त्यही 500 रुपियाँ म भ्लग बनाउँछु काडै बिर्छु भने। मसँग 20,000 वान छ। 20,000? त्यतिले त पुग्दैन नि। त्यतिले कहाँ पुग्छ? 5,000 त चाहिन्छ। के गर्ने? ओके होइन, पैसा कार्ड लिएर आउँ। ओके फेरि रुम जाँदैछौँ गाइस, किनभने यस्तै छ कि तिमीमा हतारमा अब भिडियो नि बनाउनु पर्ने भनेर छिटोट निक्लेको त कार्ड पनि बिर्स्यो भने यार। बिना कार्डको त किन्न सकिँदैन नि त, किनभने अब क्यास थोरै थियो हामीसँग, त्यही भएर लाउ त्यो सोल्टी हेर्छ। ल ठिक छ, बाटो निकाल्यो। अब हिँड्दैछ हामीहरू, चाँडो जानुपर्ने हुँदैछ किनभने यहाँ चाँडै रात पर्छ कि। टक्क लाएर यस्तो हेर्न सक्नुहुन्छ यहाँ सबै कोरियाहरूतिर। 우리 다 같이 쌍문역 가나? कोरियनहरू पनि के बोल्छन् बुझिँदैन। यस्तै हो, भर्खर कोरिया आएको छ, भाषाहरू सिकिरहेको छ। यस्तै हो, काम चलाउ भइरहेको छ। आधी इङ्ग्लिस आधी कोरियन बोलेर काम चलाइरहेको छ आजभोलि। तर जे होस् कोरियाको वातावरण चाहिँ राम्रै छ र हामी धेरै बाहिर हिँड्दा पनि हिँड्दैनौँ, किनभने अब हप्ताको 5 दिन त क्लासै लाग्छ। अनि बाँकी रहेको त्यो शनिबार र आइतबार हुन्छ छुट्टी, त्यो दिन पनि धेरै बाहिर निक्लिँदैनौँ। त्यही रासन पानीहरू किन्नु पऱ्यो भने बाहिर निक्लिन्छौँ। इन्टरनेसनल स्टुडेन्ट भएर खर्च पानीहरू पनि यसो खर्च पनि मिलाएर कटाउनु पर्ने हुन्छ, किनभने यहाँ जे पायो त्यही खाँदै हिँड्दै गऱ्यो भने त एक महिनामा चल्ने पैसा एक हप्तामा भ्याइन्छ। त्यही भएर प्लान बनाएरै हामीले खर्च गर्नुपर्ने हुन्छ। सो कार्डहरू भुतुक्कै बिर्सिहाल्यो नि कार्ड। यसरी हेर्नु त, कोरियामा यसरी सामानहरू फ्यालेको हुन्छ होइन। हामीले यो सामानहरू मजाले लान मिल्छ क्या। यो सामानहरू हेर्नु त, यस्तो राम्रो सामानहरू फ्यालिदिएको छ। तर यो सामानहरू हामीले लयौँ भने पछि रुम सर्ने बेला फेरि पैसा तिरेर फाल्नुपर्छ कि। यो कोरियामा सामान फाल्दा नि गाह्रो छ, किनभने चाहिँ यस्तो ठुल्ठुला सामानहरू फाल्नु पऱ्यो भने चाहिँ पैसा तिरेर, नगरपालिकामा पैसा तिरेर यसरी यो कार्डहरू चाहिँ बनाएर फाल्नुपर्ने हुन्छ। त्यही भएर
सामान लान मात्रै सजिलो छ, फेरि सामान फाल्न फेरि लास्टै गाह्रो छ क्या कोरियामा। काँडहरू हुतुक्कै बिर्सी यस्तो हुन्छ डोर लक कोरियामा, टक्क लाएर खोल्यो होइन। काँडहरू हुतुक्कै बिर्सेँ क्या मैले अघि, टक्क लाएर काँड साट पनि ल्याइयो गाइस। अब झन् पऱ्यो किनभने लाउतीले बाहिर कुरिरहेको छ, चाँडै आउँदैन हुन्छ क्या, अहिले भिडियो पनि बनाउनु पाउँदैन म, जानु पऱ्यो। ल हेर्नुहोस्, ल चाँडो जाउँ लाउती। एक दुई शब्द केही जाओस् त। यहाँ कोरियामा आएर तिमीलाई यहाँ कस्तो फिल भइरहेको छ? यहाँको वातावरणहरू के कस्तो छ, रहनसहन, खानेकुराहरू कस्तो छ, हाम्रो भ्युवर्सहरूलाई थोरै जानकारी गराइदिनुहोस् त। मलाई त कोरिया त बगा लागिरहेछ, सबै कुरामा फिट हो क्या मर्छ। त्यस्तै खालको वेदर मनपर्ने, खानेकुरा पनि मलाई चाहिँ त्यस्तै अलिक सर्टी नभएकोहरू होइन, त्यस्तै खानु मन लाग्ने, त्यही भएर मलाई चाहिँ एकदम सुइटेबल लागिरहेछ एकदम। त्यही त अब किनभने कोरियामा चाहिँ उसले चिल्लो पिरो खुर्सानीहरू केही पनि खाँदैन नि त धेरै, त्यही भएर उसलाई कोरिया खाना एकदम फिट एन्ड फाइन छ, रमाइलो मानिरहेको छ उसले। उसको लागि चाहिँ यो कोरियाको वातावरण एकदम फिट भएको छ। ल्याङ्ग्वेजमा पनि त्यस्तो प्रब्लम थिएन है त। किसमा? ल्याङ्ग्वेज पनि उसले 1 वर्ष कोरिया के अरे 1 वर्ष नेपालमै पढेर आएको रहेछ उसले ल्याङ्ग्वेज, त्यही भएर उसलाई एकदम सजिलो भएको छ। अलिकति समस्या भएको चाहिँ मलाई हो, किनभने मैले नेपालमा पढ्ने टाइम पाएन, त्यही भएर यता आएर सिकिरहेको छु। जे होस्, उसले मेरो साथीले पनि हेल्प गरिरहेको छ कोरियन पढ्नको लागि। जे होस्, अब सामानहरू किन्नु परेमा के जे कुरा गर्दाखेरि पनि उसले नै हेल्प गर्छ क्या प्रायः जस्तो, किनभने धन्नै गइरहेको होइन, हामी यसरी वेट गर्नुपर्छ होइन। त्यहाँ रेड लाइट बलेको छ, सो रेड खोलिसक्यो, फेरि जानुपर्ने छ, दुईचोटि गरो गर्नु पऱ्यो यहाँ। तिमीलाई चाहिँ कस्तो लागिरहेछ त अनि कोरियाको? मलाई एकदम रमाइलो लागिरहेछ, रमाइलो लागिरहेको छ, बसाइ पनि खुवाइ पनि मलाई एकदम रमाइलो लागेको छ। तर अलिकति यहाँ भाषा चाहिँ भाषाको ब्यारियर भएर चाहिँ अलिकति समस्या छ यहाँ। सुड्डीहरू झन् बोलेको केही नै बुझ्दैन हौ कोरियन सुड्डीहरूलाई। अलिअलि यङ केटाहरूले बोलेको त बुझिन्छ, किनभने यहाँ आएर 2-3 महिना पढिसकेको छ नि त, त्यही भएर अलिअलि यो यङ केटाहरूले बोलेको चाहिँ बुझ्छ, त्यो बुढापाकाहरूले त झन् केही बोलेकै बुझ्दैन भने जस्तो हेर्नु त। यहाँ क्रिसमस इभ पनि चलिरहेको थियो, तर के गर्नु सकिहाल्यो क्रिसमस, त्यही पनि स्टिल क्रिसमसको साउन्डहरू चाहिँ बाहिर राखेको छ। हामी पहिला उता जाउँ है, कता? अन्डाहरू लिन, मासु, अन्डाहरू, अन्डा मासु, अन्डा र मासु लिन्छौँ न पहिला। ठिक छ, दिल्ली हिँड्ने रुट चाहिँ यही हो। कपालले काटे होइन के भने मेरो लामो कपाल भएर काट्ने पैसा नि धेरै लाग्छ नि त, यहाँ लगभग नेपाली 1500 जति लाग्छ। जाडोमा कपाल काट्ने होइन, पानी साथी हो, अब साथीले नै अब कपाल नकाट्दा नि हुन्छ, किनभने जाडो चलिरहेको छ नि त। अब मैले पनि ठिकै हो, पैसा नि बच्छ, अनि कपालले नकाटौँ चिसो छ भनेर प्रायः जस्तो टोपी लगाइराख्नुपर्छ नि त। अब केही दिनपछि लगातार पर्छ, त्यसपछि त टोपीहरू सबै लाउनुपर्छ। हेर्नुहोस् त्यहाँ डियर बनाएको रहेछ, त्यही हो, दामी छ यहाँ। यस्तो हेर्नु त बाटोहरू पनि रङ्गै चङ्गै छ, रमाइलो छ यहाँ। टाढो पनि, तर धन्न आज हावा चाहिँ लाएको छैन है लाउती। हावा लगाएको भए त कसो कान त पुरै आइस हुन्थ्यो होला यार। बन्द हुँदो रहेछ है, बन्द पो हुँदो रहेछ त आइतबार। यहाँ शनिबार आइतबार लगभग प्रायः जसो पसलहरू बन्द नै हुन्छ, त्यही भएर चाँडै निक्लिनुपर्छ। भिडियो बनाउने एउटा लागिरह्यो भने किनभने चाहिँ जो पाइदिएको भिडियो निकालिदियो भने अलिकति नराम्रो मान्छ नि त कोरियनहरूले, त्यही भएर। सो अब गाइस यही हो, हाम्रो स्ट्रिट फुडहरू पाउने, सामानहरू पाउने हामीले प्रायः जस्तो किन्ने यही ठाउँ हो। सो हो, यो पसल चाहिँ पहिला नै हामीले देख्नु भएको होला यो पसललाई। अनि यहाँ चाहिँ यो हाम्रो यस्तो हुन्छ यहाँ, यस्तो हुन्छ यो चाहिँ डकको मासु हो, नेपाली 1800 को एकदम सिङ्गलै आउँछ यहाँ। अन्डाहरू यही हो, पसलहरू चाहिँ रमाइलो छ।
झोला नि ठुलै ल्याएको छु किनभने एक हप्ताको लागि भन्दा सधैँ प्लास्टिक किनेर पनि साध्य हुँदैन नि त 아, 이거 드릴까요? 양념하고 2개 10,000원씩 드려요. के काट्दिने हो कारबाट गरौँ न 네, 그거야. तिम्रोबाट पे गर्नु लाग्यो होइन पैसा छ कि छैन मलाई एक्ज्याक्ट थाहा छैन है फेरि फेरि आएको छैन 네. अन्डा मात्रै किन्ने आज मासु मासु पनि भनेको छ त हो केको मासु सुँगुरको त्यहाँभित्र हाम्रो लागि सुँगुरको मासु रेडी बनाउँदैछ सन्डेले हामीले के भन्दै पर्दैन बोसोवाला मासु काटेर डाइरेक्ट दिन्छ कि अहिले कोरियाहरूतिर यस्तो व्यवस्थित रूपमा सामानहरू राखेर चाहिँ बेच्छ तर हाम्रो नेपालमा कमै स्टोरहरू देखेको छु कि यसरी बेच्ने तर यसरी बेच्यो भने चाहिँ अलिकति हेल्थ के भन्छ यो सरसफाइमा पनि अलिकति राम्रो हुन्छ अनि हाइजिन पनि हुन्छ नि त झन् 11,000 काट्यो त कति भयो 19,000 जति भयो अब यसै काटिदिएपछि उनीहरूले काट्छ खै थाहा भएन यसरी रसिद पनि दिन्छ कामसामिदा ए बोक न ठिक छ यसरी जे सामान किनेर आउँदाखेरि पनि खामसामिदा आन्न गाँस्यो यहाँ भनिराख्नुपर्छ किनभने यहाँ आधार गरेको धेरै राम्रो मान्छ कि छ नि यो सुड्डो हो यो सुड्डोकोमा जाऊँ न एक लट यहाँ चाहिँ आर्निङ गाँस्यो खामसामिदा धन्यवाद हेलो भनिराख्नुपर्छ कि किनभने चाहिँ यहाँ आधार नै यहाँ ठुलो मान्छ कि आधारहरू गरिराख्नुपर्छ अन्य गाँस्यो बुढा 사장님 टमेटो 있어요? नेपाल टमेटो 있어요? बुढाले आउने बित्तिकै नेपाल भनिसक्यो 없어? 안 떨어졌어. 이거 이랬어. अब आफूलाई भाषा आउँदैन साथीले चाहिँ त्यहाँ बोलिरहेको छ तर बुढाले चाहिँ हामीलाई चिनिसकेको छ नेपाल भन्छ क्या यो 1500 अरे यो 2000 अरे होइन एउटा त्यो के भन्छ एउटा फर्सीलाई चाहिँ नेपाली 150 रुपियाँ भन्दो रहेछ 이렇게 잡으시면 되고요. जाडो मौसममा अलिकति यो रासन पानीको प्राइसहरू बढ्छ किन भन्दाखेरि बाहिर काम गर्दैन नि त हिउँसिउँ पर्छ त्यही भएर कस्तो मेहनतले यो सागसब्जीहरू उब्जाएको हुन्छ क्यास दियो हैन यो कतिवटा लाने यो दुईटा यो मिठो हुँदो रहेछ त मिठै हुन्छ यो लगाउँ न यो चाहिँ फर्सी हो यतातिरको फर्सी अलि लाम्चो मात्रै बेच्छ गोलो फर्सी त पाकेको मात्रै बेच्दो रहेछ यहाँ चाहिँ एउटा कुरा मैले कोरियामा भेटाउन नसकेको कुरा चाहिँ धनियाँ हो कि यत्रो महिना भइसक्यो यहाँ आएको तर मैले धनियाँ भेटेकै छैन गाइज यतातिरकोले धनियाँ खान्छ कि खाँदैन कमेन्टमा लेख्नु होला त कसैले धनियाँ किनेर खाएको छ भने 감자 얼마예요? 감자 3,000원. 삼성은? जमजम 3000 अरे के आलु भाइ मगाउँ है यो कति हो कस्तो हुन्छ यो 야, यो अर्को माटबाट लाने हो 요거 3개는 그냥 먹을 수 있어. 먹어. 공짜 가서 먹어. 공짜로. 요거 3개는 좋아. 그냥 줄게. 먹어. ने 오케이. त्यतिकै जे गरे 감사합니다 감사합니다 이거 2개 3,000원. बुढाले टमाटर चाहिँ फ्रीमा दियो फाइदा भयो फाइदा त के भन्नु अब डेली आइरहेको हुन्छ यता अब ओ यो त ठुलो छ क्या बुढाले हामीलाई फकाउनको लागि आज टमाटर फ्रीमा दिइदिएर भने क्या त्यस्तै हो कोरियनहरू दयालु पनि हुन्छ तर काममा चाहिँ काम पनि त्यस्तै अनुसारको पेलाउँछ खै थाहा भएन यार 5,000원. नेपाल 200 को प्याज अघि मैले उठाएको थिएँ नि नेपाल 200 को प्याज रहेछ 2,000원 찍어. ए बोक 3000 5,000 त्यहाँ कति यस्तो हुन्छ बिल गाइज सबै कोरियनमा लेख्छ आफूलाई आउँदैन त्यस्तै हो 예, 담아드릴까요? ओके हामीले के किनिन्छ अनि खेस्यो बोलेर कस्तो टुरले बोल्छ भने कस्तो टुरले बोल्छ क्या दरो ए पुरै इनर्जेटिक भएर बोल्छ है बुढा अँ। खै के खान्छ हो हामीलाई त कस्तो कोरियनहरू लास्ट इनर्जेटिक हुन्छ यार खै के खान्छ काम गर्नुमा चाहिँ नानीको क्या गधा बराबर पिलेर हान्छ काम काम त यहाँ
कामको त पुरै गर्न मिल्दैन हो कोरियनहरूसँग बाँच्नै सकिँदैन छोरी मान्छेहरूले नै सकिँदैन कि त्यहाँ भन्न त्यो चाहिँ साथीले एक्लै बोकिरहेको छ के भन्नु अब आफ्नो भ्लगर परियो मेरो नआएछ मलाई सुन्तला एक कार्टुनले कति पर्छ सस्तो पर्छ होला अहिले यार अहिले त जाडो मौसम हो सुन्तलाको मौसम हो नि त सायद सस्तै पर्छ होला मेरो जाने त्यस्तो लाग्यो जेजुदोतिरबाट आउँदो रहेछ कि सुन्तला जेजुदो भनेको चाहिँ जेजुदोमा जेजुदो हो जेजुदो होइन छेजुदो अहिलेमा एउटा कोरियन ड्रामा बनाएको छ नि हेरेछौ त्यो ड्रामा त हेर्दिनँ भने साँच्ची हो अहिलेसम्म मैले ड्रामा मैले हेरेको थिएँ गाइस छेजुदोमा बनेको कोरियन ड्रामा कसैले हेरेको छ कमेन्ट बिलो है ल हामी स्टोरमा आयो ल चाहिँ माट जस्तै हुन्छ अलिकता आज आलु कति छ भाउ यहाँ अघि सुडल दिएको भन्दा अलिक कम छ होइन त यहाँ 2700 रहेछ त्यति 3000 भन्दै पहिला उता घुमौँ अनि आएर उता गरौँला है ओके ल ठिक छ यस्तो माटोहरू जस्तै होइन गर्ने हुन्छ हौ म यहाँ हो गर्नु कि लिएर आउँछु के गर्ने हो खै यही बोकेर जाने यसो गरौँ न कुनामा जाउँ त्यहाँ साइडमा राखेर अनि सामानहरू के उठाउँछौ उठाउँ न हेर्नु यहाँ यो स्याउको लागि यति एक प्लास्टिक स्याउको लागि चाहिँ नेपाली 1690 रुपियाँ पर्छ महँगै छ भनौँ ठिकै छ यस्तो एक प्याकेट सुन्तलालाई नेपाली 600 रुपियाँ पर्दो रहेछ नेपाली 700 भन्दा नि हुन्छ लगभग यी न यो टमाटर 6वटा दाना टमाटरलाई चाहिँ नेपाली 700 750 रुपियाँ जति पर्दो रहेछ महँगो छ काडा गाइस महँगो छ कोरिया नमु किसायो भन्छ क्यारे कोरियनमा मैले नि एउटा दुईवटा शब्द कोरियनमा हानिदिइहालेँ यो बन्दा लाउँ बन्दा चाहिँ चाहिन्छ लगौँ साथी फेरि केरा आजभोलि जाडोमा सस्तो हुँदो रहेछ जे होस् फाइदै भएको छ आजभोलि कति हो यसलाई कति हो 1500 यसलाई नि 1500 ल कति 8-10 वटा दाना छ यहाँ यो कसरी हो ब्रोकाउली यहाँ छ 1500 भनेपछि 150 एउटा यो हाल्ने ल्याउ न यो यस्तो हाल्ने ल्याउ न ए ल हुन्छ ल रख ल एउटा ट्रली हुन्छ यस्तो ट्रली हुन्छ क्या यहाँ यस्तो ट्रली हुन्छ यो बोकेर लयो भने चाहिँ सामानहरू हाल्न सजिलो हुन्छ ल यहाँ हाल त लाउती एउटा यो हाल्नु है हुन्छ ल्याउ नखा होला यार नखा होला यार ल्याउ हेर्नु पहिला चाहिँ कोरियनहरू यही ल्याउ खाएर बाँचेको थियो अरे भन्ने सुनेकोमा आएको थियो है त्यतिका लाउती सम्झी फेरि स्वाद चाख्नु परेन तिमी नै चाह ल्याउ यो हलुवा बेत हेर्नु कत्रो ठुल्ठुलो हुन्छ हौ कोरियनमा हलुवा बेत मैले नेपालमा चाहिँ कहिले नै खाएको थिएन तर यहीँ आएर फर्स्ट टाइम खाएको मिठै हुँदो रहेछ साग लगाउँ यार कति मासु खानु हो मासु खाँदा यहाँ टोइलेट जानै गाह्रो भइसक्यो साग हालौँ लाउतीलाई त्यो भाजीको जस्तो साग मनपर्छ फेरि मलाई यस्तो मनपर्छ ओ माई गड 80 रुपियाँ बढे रहेछ यार यो बढे रहेछ यार एउटा मात्रै हालौ यो साग बढे रहेछ यार खुर्सानी खुर्सानी छ कि छैन हामीसँग त्यहाँनिर खुर्सानी ल्याउनु पर्छ त्यस्तो हो अब यहाँ के किन्ने भनेर आएको भइन्छ के किन्ने भनेर बजेटमा सोचेको हुन्छ तर सोचेको भन्दा बढी नै उठाइन्छ भनौँ त्यस्तै हो लाउती कार्ड मैले कहाँ हालेँ कार्ड तिमीसँग छ कार्ड मैले दिएको थिएँ यार साथी हो त्यो कार्ड यहीँ रहेछ ठिक छ दिमाग नि यस्तो भइसक्यो बिर्सिन्छ टाइममा लाउतीलाई पुरै भरिया बनाइदिइसक्यो मैले च्याउ लगाउँ होला च्याउ लगाउँ दुईटा हुन्छ दुईटा लगाउँ न यस्तो हुन्छ च्याउ गाइस मिठै हुन्छ कति भयो एउटा लगाउँ ल लगाउँ अब आलु च्याउ कतिको हो दुईटाको चाहिँ 1000 रहेछ है दुईटा लगायो भने चाहिँ 1000 रहेछ ओहो हेलो न्यू कोरियनको बच्चा बच्चीहरू पनि क्युटै हुन्छ हो
ल फाइनली ओ हाम्रो सबै भएको हो लास्ट आलु मात्रै छ नि त कति प्याकेट उठाउने आलु 3 प्याकेट लगेर जा आमा भारी भयो यस्तै हो अब यहाँ चाहिँ काउन्टरमा हामीले दिनुपर्ने हुन्छ धेरै भएको छैन त्यस्तै 20 पनि पुगेको छैन र फाइनली हाम्रो 1 हप्ताको लागि सामान उठाएको छौँ कति बिल बुझ्दो रहेछ अहिले एकछिनमा देखाउँछु र साथीले चाहिँ यहाँ अब यसै टक 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 बिल आउँदैछ अब यहाँ उताबाट टुट सामान फुटफुट आउँदैछ उता बिल फुट बढिरहेछ एक तोला भइसक्यो है सामान नि 22,000 भयो 22,000 अझ छ 20,000 सम्झाउँदा बोकौँ साथी आधी आधी बोकौँ यस्तै हो हेर्नुहोस् त एकछिनमा रात पर्यो त्यो भएर चाँडै हिँड्ने भनेको थियो एकछिनमा रात पर्यो ल यसरी हामी बोक्दैछौँ 1 हप्ताको रासन पानी यसरी बोकिरहेको छौँ हामी पानी पर्दैछ यार पानी नि परिरहेछ हो सिमसिम पानी नि परिरहेछ आज रात राम्रो छ यस्तो नयाँ पसलहरू खोल्यो भने यस्तो फुलहरू बाहिर राख्छ है यस्तो फ्लावरहरू बाहिर राखेर फ्लावर देख्नुभएको छ नि यस्तो नयाँ रेस्टुरेन्ट खोल्यो भने चाहिँ ठ्याक्क अगाडि फ्लावर राख्छ अनि बुझिहाल्छ नि कि यो नयाँ रेस्टुरेन्ट खोल्या रहेछ भनेर यसरी बोकिरहेको छौँ बिजोग छ तर कोरियनहरूले चाहिँ ट्रली ल्याउँछ होइन हामीले अब के गर्ने ट्रली छैन हातले नै भयो भने बोक्नु पर्ने अवस्था भयो ल ठिक्क खुल्यो गाइस वेट गर्नु परेन त्यस रमाइलो भयो तर कोरियाको पोल्युसन चाहिँ एकदम राम्रो छ सबै ग्रिन देखाइरहेको हुन्छ तर हाम्रो नेपालतिर चाहिँ कहिलेकाहीँ रेड कहिलेकाहीँ येल्लो देखाइरहेको हुन्छ के भन्छ एयर क्वालिटी के एकदम क्लिन छ भनौँ न ठिक छ जिरो छ फाइनली घर नै आयो किन अब घर नै नजिकै छ बजार नै नजिकै छ अब सजिलै हुन्छ हामीलाई सपिङ गर्नको लागि रुम नि अन्डरग्राउन्डमा छ के गर्नु लक खोल्यो वेलकम टु माई रुम मेसी छ गाइस यस्तै हो केटाहरूको रुममा यस्तै हुन्छ केटी भएको भएछ अलिअलि सफा हुन्थ्यो होला के गर्नु आज सायद 50 ल है साउन्डको ओपनिङ गरौँ है गाइस 50 होइन अझै घट्यो कि 20 23 50 हो सामानको ओपनिङ गरौँ है कति हजार खर्च भँदो रहेछ कति हजार लगभग पहिला सामान गरौँ एउटा साग 2टा साग 3 4 4वटा साग अनि यो भयो केरा पनि आयो बन्दा आयो यो के हो के भन्छ यसलाई च्याउ आयो गाजर आयो फेरि अर्को च्याउ यो लेउ लाउतीले हाम्रो लाउती सम्झीले चाहिँ लेउ खाने अरे अब पहिला जमानामा कोरियाहरूले यही खाएर बाँचे अरे के अब पहिला जमानामा कोरियालाई चाहिँ नेपालले धान दिन्थ्यो अरे आजभोलि कोरियाले उल्टै हामीलाई धान दिने अवस्था आइसक्यो प्याज आयो आलु आयो टमाटर यो बुढाले फ्रीमा दिएको अघि अनि ब्रोकाउली 2टा आएको रहेछ अनि यो के हो यो फर्सी यस्तो लाम्चोवाला 1 क्यारेट अन्डा नि आयो गाइज यो चाहिँ हाम्रो 1 हप्ताको सामान हो 3 जनाको लागि हो र फाइनली यो मासु 1 केजी ल यति नै हो सामान रासन पानी लगभग लाउती कति खर्च भयो हाम्रो लगभग नेपाली 5,000 रुपियाँ भयो भने चाहिँ हामीलाई 1 हप्ता 3 जनालाई हामी 3 जना बस्छौँ 1 हप्ता जति पुग्छ यति सामानले ल गाइस आजको सपिङ यति नै भयो भिडियो मन पऱ्यो मलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला धेरै धेरै माया देखाइदिनु होला बाई बाई नेक्स्ट भिडियोमा भेटौँला